गाइस दर्शक नमस्ते। म चाहिँ अहिले आएर चाहिँ कुच्चो थुत्दैछु है। अब कुच्चो पनि पुरै छिपिसकेको छ, हेर्नुहोस् है, थुत्ने बेला भइसकेछ है साथी हो। कुच्चो थुतेर चाहिँ म चाहिँ यहाँ सुकाउनेवाला छु। यस्तो प्रकारले चाहिँ सुकाउनेवाला छु कुच्चो। फेरि लिनु जानुपर्ने छ। अघिदेखि आएर चाहिँ कुच्चो थुत्दै गरेको कुच्चो चाहिँ पुरै थुच्नु पर्ने छ हो। अनि अब आज चाहिँ यति म अझै थुत्नेवाला छु कुच्चो है। यहाँ थुतेर राखिरहेको छु, यसलाई ओसार्नु पर्ने छ। आज चाहिँ म फेरि बेलुकीको टाइममा चाहिँ अघि 2 बजीदेखि चाहिँ कुच्चो थुत्नु थालेको हस्। अनि मोचा पुरानो मोचाहरू हातमा लगाएर चाहिँ यस्तो मोचाहरू चाहिँ हातमा लगाएर चाहिँ थुत्नुपर्छ। एकैचोटि यसरी समेटेर चाहिँ थुत्नुपर्छ। आँखा चाहिँ जोगाउनुपर्छ गाइस। अमलिसोको पत्ताले आँखा भेट्यो भने चाहिँ आँखा काट्नु सक्छ हस्। आँखा हाम्रो डेलिकेट हुन्छ, इम्पोर्टेन्ट पनि हो, लाइफको एउटा पार्ट हो है। यो आँखा बिना हामीले संसार देख्नु सक्दैनौँ, केही काम गर्नु सक्दैन। अमलिसो थुत्दाखेरि चाहिँ आँखा चाहिँ पुरै जोगाउनु पर्छ। हात त काटे पनि काटोस्, केही छैन हस्। हेलो गाइस दर्शक नमस्ते। म चाहिँ अहिले आएर चाहिँ कुच्चो थुत्दैछु है। अब कुच्चो पनि पुरै छिपिसकेको छ, हेर्नुहोस् है, थुत्ने बेला भइसकेछ है साथी हो। कुच्चो थुतेर चाहिँ म चाहिँ यहाँ सुकाउनेवाला छु हस्। यस्तो प्रकारले चाहिँ सुकाउनेवाला छु कुच्चो। फेरि लिनु जानुपर्ने छ। अघिदेखि आएर चाहिँ कुच्चो थुत्दै गरेको हस्। कुच्चो चाहिँ पुरै थुच्नु पर्ने छ हो। अनि अब आज चाहिँ यति म अझै थुत्नेवाला छु कुच्चो है। यहाँ थुतेर राखिरहेको छु, यसलाई ओसार्नु पर्ने छ। आज चाहिँ म फेरि बेलुकीको टाइममा चाहिँ अघि 2 बजीदेखि चाहिँ कुच्चो थुत्नु थालेको हस्। अनि मोचा पुरानो मोचाहरू हातमा लगाएर चाहिँ यस्तो मोचाहरू चाहिँ